बाँसुरीको धुनमा रोयो मेरो मन, फर्किन खोज्छु म हराएको त्यो जीवन। यति गम्भीर भएर के सोचिराख्नु भएको छ दाइ? गर्नु त भाइ, जिन्दगीमा सबै गरियो तर मर्ने बेला एक्लै गइयो। बुढीले पनि छोरी गई न छोरा साथमा छ। भो दाइ, विगतका कुरालाई सम्झेर केही फाइदा छैन। साँच्ची हजुरको छोरा यतै छै, कतै सहरतिर पठाउनु भएको छ तपाईँले? कहाँ सहर पठाउनु र भाइ, त्यसको आमा नै नभएपछि त्यसले मसँग बस्नै मानेन। त्यो अहिले मामाको घर छ। मामा घर भनेको विशेष माया पाइने ठाउँ हो। तपाईँले यता त्यसको मन बुझाउन सक्नु भएन होला, त्यसैले उसले उतै बस्न राम्रो मान्छ होला नि। त्यसको हेरविचार पनि गरेकै हो, गाई फाल्टो पनि हेर्नै पर्यो। अब त बाख्रा बेचेर केही सजिलो भएको छ, ल्याउन जानु पर्ला, आउन चाहिँ मान्छे कि नै। त्यही गर्नु होला। त्यो आयो भने तपाईँलाई पनि सजिलो हुन्छ। ल हुन्छ, म जान्छु। यसो बाटो परेकोले हजुरलाई भेटौँ कि भनेर आएको थिएँ। ल हुन्छ, म जान्छु। ल हुन्छ भाइ, राम्रोसँग जाऊ। बिरे, ओ बिरे, ओ बिरे, बाहिर आइज त। हजुर बा, बस। पर त्यो दले दाईको बाख्रालाई पनि राम्रोसँग हेरिदिनु। बिचरा आफू एक्लै भएको कुरा आज मसँग पुग्दै थिए, अनि जिन्दगीमा सहारा बिन भइनी भयो भनेर मसँग भन्दै थिए। अनि समाजमा बसिसकेपछि मेलमिलाप सहकार्य गर्नु चाहिँ राम्रो कुरा हो। हुन्छ बा, यति त म गरिहाल्छु नि। उहाँले सोच्यो भने म पनि उहाँको छोरा जस्तै त हो। कुन चाहिँ मानव होला र सहयोग माग्दा पनि नदिने। लो हेर त, सबै गोबरी सकाइदिन्छ। ए कान्छा, ओ कान्छा, बाहिर आइज त। सौवा भन्नु त। त्यो हर्केको बाख्राले सबै घोकोबारी सकाले छन्, जा त्यसलाई बोलाएर आइज त। ल ल हुन्छ सौवा, म जान्छु। कान्छा, के कति कामले आइस त? तिमीहरूलाई नै खोज्दै आएको थिएँ म। तिमीहरूका बाख्राले साउबाको घोगा खाएर सखा पारिदिएको छन्, त्यसैले साउबाले हर्केकाका तपाईँलाई पर बोलाउनु भएको छ। ओहो, ल ल, म कान्छा आउँछु, जा जा, तु जा, म आउँछु। जसरी बहिनी आउनु तिमी। यत्रो घोगा खान्छ त कमाइला थियो। यत्रो मैले मेहनत गरेर उब्जाएको घोबारी सबै खाइदियो तेरो बाख्राले। पारी बिरेले बाख्रा जङ्गलमा हानेको थियो, छिट्टै आएछन्, के गर्ने। फेरि यत्रो घोबारी खाइसक्यो तेरो बाख्राले। एउटा पनि घोगा नराखेर खाएको छ। मलाई यसको क्षतिपूर्ति चाहिन्छ। पर्सु हुन्, एकचोटिलाई माफ गरिदिनु न साबा। त्यस्तो भनेर कहाँ हुन्छ? तँलाई माफ गरेर मेरो घोगा फिर्ता आउँछ? मलाई जसरी पनि क्षतिपूर्ति चाहिन्छ। एउटै समाजमा बसेपछि कहिले यता गल्ती होला, कहिले उता गल्ती होला साबा। त्यही पनि तपाईँले सहनुहुन्न भने म क्षतिपूर्ति दिउँ साबा। हुन्छ साबा, म गएँ। के गर्न आयो दुई बाउ छोरा?
के गर्नु बसिराखेका छौँ आज दिनमा के काम गर्ने भनेर कुरा गर्दै थियौँ दुई बाबु छोरा। बस्नु ठुलो बा। मलाई हतार छ यही पनि बस्दै गर्नु न। एका बिहानै कहाँ जान लाग्नु भयो र? कता हुनु र छोरालाई ल्याउनु जाउँ कि भनेर हिँडेको नि। राम्रै निर्णय गर्नु भएछ। अहिले छोरालाई नल्याए पछि यो समाजले के भन्छ? तपाईँलाई पनि सजिलो हुन्छ घर ल्यायो भने। त्यही भएर हिँडेको। बिरेले मेरो बाग्रे हेरिदिन्थ्यो कि भनेर भन्न आएको। ए त्यति त म गरिदिइहाल्छु नि, तपाईँ ढुक्क भएर जानु ठुलो बा। ल ल म जान्छु। हुन्छ ठुलो बा। यो फलाइले एकपटक धाप्छ धाप्दैन, नत्र अर्को बनाउनु पर्ला। नमस्कार जेठन साहब ढोक गरे। ए नमस्ते। ए कान्छा कान्छा चकट ल्याएर आइज त ज्वाइँ साहब आउनु भएको छ। बस्नुहोस् ज्वाइँ साहब। कान्छा जा भान्जालाई बोलाएर ल्याए त। हुन्छ बा। दाइ आउन रे। भाग्यमानी भएछ बाबु। ज्वाइँ साहब आज कताबाट बाटो बिराएर आउनुभयो त? किन हुनु र जेठन साहब घरमा एक्लै भइयो छोरालाई ल्याउँ कि भनेर आएको। यतै बस्न दिए हुँदैन र? मेरो छोरोको साथी पनि हुन्छन् भान्जा। ऊ त म पनि एक्लै छु। म एक्लै छु। गाई बाख्रो पनि छन्। भएपछि केही सजिलो हुन्थ्यो कि भनेर लिन आएको जेठन साहब। यो त हो, भान्जा यतै खुसी छन् जान मान्दैन त। भान्जा तिम्रो बाउ लिन आउनु भएको छ कि तिमी जान्छौ त? नाइ मामा जान्नमा। बुझ्न सोच छोरा, बुढिसकालमा सहारा भने पनि त्यो एउटा त होइन। बा त्यो आमा बिनाको घर घर जस्तो लाग्दैन मलाई। आमा भए पनि तेरो बाबु भए पनि मै त हो नि बाबु। जाऊ न त भान्जा, तिमी नै त हो बुढेसकालको सहारा भनेकै। जान त जान्छु मामा, मलाई त्यो घरमा नरमाइलो लाग्यो भने फर्किन्छु नि। आमाले जस्तै माया दिनु। जानु त ज्वाइँ साहब, अब खानसाना खाएर जानु होला। ल छिट्टै जाउँ, खानासाना खाएर छिट्टै फर्किनु पर्छ बाबु। ल ल हुन्छ जेठन साहब, राम्रोसँग बस्नु, आफ्नो ख्याल गर्नु, हामी जान्छु ल। ल ल दाइ हामीसित जानु होला। ल हुन्छ भाइ, आफ्नो ख्याल गर्नु ल। ल ल। आज छोरा तल्लोबारी मलसल भिने अनि भोलि चाहिँ मजाले दुई पाउसर जोड्नु पर्छ। ठुलीले खाना बनाइहाल्छ। ओहो आउनुभयो दाइ, छोरो पनि ठुलो भएछ। आयौँ, काकालाई ढोगर न बाबु। नमस्कार काका। नमस्ते नमस्ते। दाइलाई चिनिस् कि नाइ बाबु? ढोगर। नमस्कार दाइ। नमस्ते नमस्ते। भाइ पनि आयो, अब साथी हुने भयौँ दुई भाइ। ल ल भाइ, हामी लाग्यौँ, काममै बिजी हुँदैछ। हजुरहरू राम्रोसँग काम गर्दै हुनु होला। ल ल हुन्छ ल, भेटेरै कुरा गरौँला पछाडि। ल छोरा, अब घर पनि पुगिसक्यौँ। बा नमस्कार। आजको सिरियल चाहिँ तपाईँले हेरि नै हाल्नुभयो। साथै गएर सब्सक्राइब अनि लाइक पनि गरिदिनु होला। केही कमेन्टमा केही सल्लाह सुझाव दिन मन छ भने दिनु होला। तपाईँको सल्लाह सुझाव अनुसार भिडियोलाई अलिकति लामो बनाउनु पर्यो भन्ने थियो। हामीले केही समस्याका कारण केही भिडियोलाई लामो बनाउन सकेका थिएनौँ। हामीले अर्को आउने भागबाट चाहिँ अलि लामो भिडियो बनाएर ल्याउने प्रयास गर्नेछौँ। हस्त नमस्कार। हाम्रो गाउँघरको कामकाज तपाईँलाई थाहा नै छ।
अब जोड्नु पर्ने छ, मल बोक्नु पर्ने छ होइन। धेरै कामको कारणले हाम्रो भिडियो लामो आउनु सकेको छैन। भाग्यमानी भएस बाबु। भएन के एउटा पनि नखाएर राखे। यो फराइले धाप्छ धाप्दैन, नत्र अर्को बनाउनु पर्छ। ला साबाले मार्ने भए बाख्रा कहाँ त्यस्तै सरी पस्ने गरी। त्यही माथि हाने पसिएछ नि त के गर्ने। कस्तो काम बिगार्यो माछाले।